कुकुर र बिरालै जस्तो गर्छौ यत्रो दिनमा भेट हुँदा दुःख सुख सल्लाह गर गफ गर। होइन मैले त यसकै लागि राम्रो भनेको यो खालि यसो भनी र त्यसो भनी भन्छ हामीले त उसकै लागि राम्रो भन्न खोजेको नि त। कान्छीले ठिकै भनेको नि जेठी तँलाई उ बेला भन्दा टेरिनस्। अब हेर्दै यसको वाइफाई हेर्न यहाँ तेरो हेर्न यहाँ गोबर बनाइरहेको छ। तपाईँ पनि त्यहीतिर लाग्नुहुन्छ जो धनी त्यहीतिर त लाग्छ नि। त्यसो नभन्न आमाको मन हो राम्रै होस् भन्ने हुन्छ नि त आमालाई त। अब हेर यसलाई यस्तो छस् त त्यस्तै छिस् उस्तै भइदिए हुन्थ्यो छोराछोरीले सुखै पाउन् भन्ने हुन्छ नि त आमालाई। त्यसो मलाई सुखै छ आमा मलाई टाउको दुखेको होला तेरो सुखै छ मलाई। हेर ए कति यो थाङ्ने कुरा गर्नुभएको अब मुखसुख हेर्ने काम गरौँ न अनि म पनि जान्छु उहाँ ज्वाइँ अफिसबाट आइसिन्छ म खाना गरेर दिनु छ मेरो फेरि मारी लु अब पक्काको के अब के खान्छौ त मैले खानेकुरा बनाएको छु लु हिँड जाउँ खाना खाना भन्दा पनि पहिले तपाईँलाई यसो टिका लाएर यसो मुख हेरौँ न। ए ल नि त ल ल पहिले दिदीले हेर्छ होला नि त। ल हेर दिदी आमा अब मैले त केही ल्याउन सकिनँ। अब यही सुतीको साडी ल्याएको छु यही राख्नु आमा। भइगयो नि बाबा तिमीहरू आयो भने पनि हुन्छ मलाई केही ल्याउनु पर्ने थिएन। दह्रो ल्याउने भए त गइहाल्थिस् नि दह्रोसँग। के भन्छ हौ यो कहिले टिका लगाइदिन्छ मेरो मामुलाई। मम्मी यो मात्र चाहिँ के ओर्नु भएको यो फ्याल्दिनु है कति देखेको अघि टाउको देखेको थियो तिमीहरू आएपछि त सन्चो भयो। हाम्रो मम्मीको मुख सधैँ एकछिन मम्मी यहाँ गिफ्ट ल्याइदिएको छु मैले लगाइरहेको छु नि बाबा यसपालि तिमीले दिएको कहाँ खोल्छु त मलाई ल्याइदिएको छु हेर्नु मम्मी। पर्ने थिएन नि नानी लाउनु न लाउनु। अब ल्याइदिएको छोरीले माएर ल्याइदिएको होइन तिमी त छौ नि मलाई ल्याइदिने। त्यही त मामु कस्तो देखियो कस्तो राम्रो देख्यो मामु। धन्यवाद है छोरी। छोरी तिमी त छौ नि मलाई यसो गर्ने। त्यही त अर्कीले चाहिँ के लेख्छ मम्मी खै सुतीका टालो ल्याएको छु भन्दै थियो। हिँड अब के खानुपर्छ नि के खानु कुराले नै म त खाना मन लागेन। होस् म घरमै गरेर खान्छु। के भयो कि हौ आमाले बनाएको खाना जान एक दुई घाँस होस् होस् खानु तपाईँहरू। कति उयो गरे कि यसले त्यही त माता आउँछिको दिन यस्तो नगर न मन नदुखा न। म पनि जान्छु ल। अब मेरो पनि घरमा बाख्रा पाठा गाई छ सासू ससुरा नानीहरू पनि घरमा चले कि के गरे म जान्छु आमामा। अब ल ल बाबा आयो अब राम्रो भयो रमाइलो भयो होइन मन नदुखाइ यसले अब के भन्छ मामु मेरो पनि गाडी तर गर्नु ल आमा मामु सबैलाई मेरो पनि तल हरान बजे जस्तो छ गाडीको ए गाईलाई आफै बोलाउन अनि मान्नुहुन्न औँसीको दिन आउन उता फेरि सासूको मुख हेर्न जानुपर्ने हो होइन। ल ल ल बाबा जाऊ ल जान्छु मम्मी आउँदै गर्नु है ल। साह्रै रमाइलो भएको थियो छोरीहरू गर फेरि घर सुन्ने भने तलसम्म पुऱ्याउँछु तिमीलाई म गाडीसम्म। ल ल बाबा।